कति छिटो गर्नुभएको काम। यही काममा धेरै समय भइसक्यो है। करिब 27 महिना। सजिलो छ काम। अब देख्नु त भएको नि त्यस्तो गाह्रो छैन। निकाल्न पछार्न पर्ने केही छैन। अलिकति हातले चलाउनु पर्ने हुन्छ। समरामा सजिलै छ। के खोजेको भाइ? समग्रमा कोरियाको ठाउँमा यतिको काम गर्न पाएर दुःख होइन केही कमाउन पाउनु राम्रो कुरा हो। स्यालेरी त स्यालेरी कति हुन्छ भन्दा पनि यो काम गरेर पाउने तलबबाट म सन्तुष्टि छु। अब भोटेहरू आउँदाखेरि आनन्दले ट्याक्क मिठी सुन्ने टाइममा भ्याउने तरिकाले चेक गर्नुपर्छ है। नौराखेर छिटो भ्यायो अनि नाच्छ है। अब कहिले ढोका खुल्ने हो? यो बस्ने अवसर चाहिँ सधैँ पाइँदैन। यस्तो मान्छेहरू बस्ने हो है। यो सामान के को हो धरिन्दा? यो एल्युमिनियमको सामान हो खास। यहाँ मैले गर्ने चाहिँ यस्तो सामानलाई यो धुलो बनाउने काम मात्रै गर्ने हो। यो मेसिनबाट यसलाई एमसिटी मेसिन भन्छ यहाँ कोरियनमा चाहिँ। केको लागि युज हुन्छ यो सामान चाहिँ विशेष गरी गाडीको पार्ट पूजा बनाउनको लागि पार्ट पूजा भन्ने हो। यो चाहिँ पार्ट पूजा भन्छ यसलाई चाहिँ होइन। हात केबिन ढोका खुलिसक्यो होइन। यतिको सफा है। अब काम गरेर कोरियामा बस्नु भनेको राम्रै हो नि। सारू भाइको बुझ्न पर्यो। हाई भाइ। सारू तिम्रो निधारमा के आएछ? उसले त्यो लाजर यस्तो गरेको है भिडियोमा देखिन्छु भनेर। अब यो भिडियो चाहिँ भाइरलै गराउनु पर्ने हो। यसरी काम साह्रो काम कस्तो छ तिमीलाई? हजुर काम कस्तो लागिरहेछ? रमाइलो छ। रमाइलो छ हजुर। कुरा गर्दै गीत गाउँदै रियाज गर्दै काम गर्दै गर्छु। बच्चैमा विदेश आएर कति वर्ष भयो भाइ? 16 17 वर्ष भयो। 21 वर्ष। यता हेर न किन लाज मानेको? सेभ गरेको के गरेको? बिस्तारै गर न, बिस्तारै गर काम।
कहिले आउँछ भाइ? कोरियामै खाना बस्न चाहिँ पुग्छ। अब